नमस्कार, म पज्यू पैडी छिबा सुन्दरबहादुर गर्दा तमु। मेरो पहाड घर जिल्ला कास्की, अन्नपूर्ण गाउँपालिका वडा नम्बर 10 गान्द्रुकोट गाउँ हो। हाल म जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर 10 नमुना टोलमा बसोबास गर्दछु। आज म तपाईहरूलाई हामी वनवादी तमुहरूले मृत संस्कारमा किन आला निर्माण गरी फहराउँछौँ भन्ने बारेमा प्रकाश पार्न खोज्दैछु। यो भिडियो हेरेर सुनेर बस्नुभएका सम्पूर्ण दर्शक तथा श्रोता महानुभावहरूमा सर्वप्रथम मेरो हार्दिक सजालो नमस्कार अनि अभिवादन स्वीकार्नुहोला। नेपाल बहुजाति बहुभाषी बहुधर्म बहुसंस्कृति भएको मुलुक हो। त्यही जसरी हामी वनवादी तमुहरूको केही र संस्कार र संस्कृतिमा पनि ठाउँ अनुसारको विविधता पाइन्छ, जसले जे जस्तो शास्त्र संस्कार र संस्कृति अपनाउँदा पनि एकले अर्काको सम्मान गर्नु पर्दछ। हामी यो आलाको निर्माणको थालनी कहाँबाट भयो त भनेर भन्नुपर्दा यो सियो ढोजी भायो ढौँ भन्ने ठाउँबाट यसको सुरु भएको हो। यो कसरी भयो त भनेर भन्नुपर्दा हामी थोरै पज्यूहरूले यो आला निर्माण गर्दा सिरा र छरा भन्ने दुईवटा अध्याय हामी वाचन गर्छौँ र तत्समयमा त्यहाँका बासिन्दाहरूले त्यहाँ एगेम र उगेम भन्ने दुईवटा बडा देवताहरू मान्ने तथा पुज्ने गरे अनुसार हामीले पनि यसको सिराको वाचन गर्ने क्रममा सर्वप्रथम छे छे एगेम्बर छे उगेम्बर छे छद्रा गोए गो पाढे धोए धो छेर्यो कुए मे ढायो कुए धो। पाढे धोए धो नाम गरेको व्यक्ति एकजना व्यक्तिको, ढायो कुए धो नाम गरेको एकजना छोरी हुन्छ। त्यो छोरीको सेर्जियो कुए मेसँग विवाह गरी केही दिन त्यहाँ बस्छ। अनि तिनीहरू घोमा डाँछ खेप्ने डाँछ माग्ने त्यहाँबाट। अनि उनीहरू सियो ढोरा च्योनीमा मायो ढोरा च्योनीमा होइमा थेरो च्योनीमा घ्योमा म्ररो च्योनीमा त्यहाँ हेर्न गएपछि उनीहरू म्रोसी कोरोने तेसी कोरोने छोरा घ्याराने छोमी घ्याराने खेतीपाती र व्यापार गर्छ र बस्छन्। यसरी बस्दा बस्दा उनीहरूकोमा सन्तान हुँदैन। त्यसपछि सेर्जियो कुए मेले नावर नाजेको तपस्या गर्छ। उनको तपस्याको प्रभावले नावर नाजे देवता प्रकट भई अनि सोधनी हुन्छ र मलाई सन्तान चाहियो भनेर माग राख्दा तिमीबाट त हुँदैन, यद्यपि यो औषधि लगेर तिम्रो धर्मपत्नीलाई खुवाएमा अनि एउटा सरो जन्मन्छ कि भनेर औषधि दिनुहुन्छ र त्यो औषधि लिएर खुसीले गदगद हुँदै घर फर्कन्छ र आफ्नो श्रीमतीलाई ल यो औषधि खानु, तिमीले छ्यासे छ्याबा घुइसे घुइबा छोरो जन्मने छौ भनेर भन्दा अनि उनको धर्मपत्नी पाडे धोए धोले पनि औषधि खान खोज्दा औषधिको मात्रा अलि धेरै जस्तो लागेकोले 2 डोज बनाएर खान्छन्। औषधिको प्रभावले गर्भवती भई 9 महिनामा जुम्ल्या छोरो जन्मन्छ। अनि 9 दिनमा थोरै पज्यूलाई कृषि भयो टेसी भजे अनि निमन्त्रणा गरेर ल्याएर उनीहरूको जन्म सोचको शुद्धिकरण र जातकर्म अनि नामकरण हुन्छ। पहिलो जन्मेको छोराको नाम नजेरो र पछि जन्मेको छोराको नाम बहादुर हो भनेर रहेछन्। यसरी समय बित्दै जान्छ अनि सेर्जियो कुए मे र ढायो कुए धोको मृत्यु हुन्छ र त्यसपछि त्यो नलजेरो र भादोरोमा ब्रोसी कोर्सिका तेसी नकोर्सिका छोरा घ्यार्सिका छोमी घ्यार्सिका आफ्नो पैतृक थलोमा उनीहरू खेतीपाती र व्यापार गरेर बस्दै बस्दा भादुरो अनि बदमास निस्कन्छ। गाउँलेहरूसँग जे पायो त्यो बोल्ने, जस्तो पायो त्यस्तो व्यवहार गर्न थाल्छन् र उसको त्यो व्यवहारले एकदम असह्य हुन्छ। सदा एक दिन छिसी घाँस दाउरा गर्न जङ्गल गएको बेलामा लस्यो छमीमा युवतीहरूको समूह पनि गएको हुन्छ
र भादुरोको आफ्नो लागेको बानी कहाँ छोड्छ र अनि युवतीहरूलाई जिस्क्याउने छाडा बोल्ने गरेपछि त्यो व्यवहारले अति असह्य भई युवतीहरू मिलेर हत्या गरी छाडिदिन्छ। धेरै दिन भयो भादुरो गाउँमा नदेखेपछि खोज्दै जाने क्रममा जङ्गलमा सडेगलेको अवस्थामा भेट्दछ। अनि तिदा हिँदा खदा कुदा घिसे घिमाका हो यो त भादुरोकै लास हो भनेर चिन्छ, पहिचान हुन्छ अनि ठम्याइ हुन्छ र सडक हुन्छ। अनि धिए घोरी छो घरमा ल्याउँछन्। अनि त्यसपछि क्रोजी खबर कर्ब युजी धलु चारौला घेलु चारौला ढोलु चारौला सोलु चारौला मोलु चारौला भाइ कुटुम्ब र गाउँलेहरू मिलेर सद्गत गरिदिन्छ। सद्गत त हुन्छ तर अल्पायुमा हत्या गरी मृत्युवरण भएको कारणले गर्दा ऊ वायु भएर नकि पेम्मा या घैजे घ्याउ घ्याउ घैजे भादर छेमा तिम्रो या प्योजे त छेमा ढोसिया प्योजे अनि बिमार गरेर गाउँलेहरूलाई सताउन थाल्छ। त्यो बिमारेपछि एक दिन गाउँको सहयोगी स्यार्मी चोलाई पठाएर थोक्रे पज्यूलाई क्रसी टेसी गरेर गाउँमा ल्याउँछन्। अनि थोक्रे पज्यूलाई ओइडाग्रे लदो मुदु झुरो जोखाना हेरेर भनिदिनु पर्यो भनेर अनुरोध गर्दा थोक्रे पज्यूले पनि जोखाना हेरी भन्नुहुन्छ, हेर यो भादुरो त वायु भएछ भएछ त्यस कारण तपाईँहरूलाई चाहिँ सताएको हो, त्यसो भने हामी के गरौँ त भनेर भन्दा यो भादुरोले जुन हाम्रो गुरुहरूको 8 पार्काको चक्र पुरा गरेको र आउँदो घ्याल्दी घ्यामा सिँगारको 8औं नक्षत्र अथवा तिखा नक्षत्र घ्यामुको दिन 8 हात लामो 8वटा आँखा भएको आला र 8 हात लामो सेतो कपडा ल आला बनाएर त्यसलाई फोरेमा यो तमाम समस्याहरू समाधान हुन्छ भने थोक्रे पछिबाट आज्ञा हुँदा उनीहरू मत लजे जत लजे सरसल्लाह गर्छन् र निश्चित हुन्छ। र तोके अनुसारको 8 हात लामो गाँठो भएको बाँस ल्याउँछन् अनि सेतो कपडा पनि त्यहाँ जुडाउँछन् अनि अन्य सामग्रीहरू पनि त्यहाँ ल्याएको हुन्छ। त्यसपछि त्यो सिँगारको पहिलो दिन अर्थात् 6औं नक्षत्र आराधना अथवा भ्रालको दिन थोक्रे पज्यूले आला त्यसै गरेर ठड्याउनु हुन्छ। अनि दोस्रो दिन अथवा 7औं नक्षत्र पुनर्वसु हेल्मोको दिन थोक्रे पज्यूले न कुनो बिमा कुमो खेदो बिमा भनेर भन्दाखेरि मृतकको दिवंगत आत्मालाई ल्याएर आलाको टुप्पोमा राख्नुहुन्छ। अनि खेमो अनि त्यसपछि उसलाई सुनाउनु पर्ने अथवा भाषण गर्नुपर्ने सम्पूर्ण शास्त्रहरू भाषण गरेर श्रवण गराइदिनुहुन्छ। र राधो बिमा भनेर भन्दाखेरि पदु स्याबा ढोलक बजाइदिनुहुन्छ, मधु स्याबा भन्दाखेरि ट्याम्को पनि बजाइदिनुहुन्छ, हेरिगा छ्याबा ढ्याङ्ग्रो, सिल्जिउ छ्याबा भनेको झ्याली पनि बजाइदिनुहुन्छ। म्यादो बिमा म्यामौ, सेदो बिमा सेमो, त्यसपछि गएर स्योकै स्योपा पनि त्यहाँ दिन हिँसाइदिनुहुन्छ। तेस्रो दिन तथा 8औं नक्षत्र तिख्या अथवा ह्याल्मोको दिन सर्वप्रथम थोक्रे पज्यूले दिवंगत आत्मालाई सताउने सम्पूर्ण म चाहिँ हरूबाट छुटकारा दिई अनि दिवंगत आत्मालाई मुक्त अथवा पार्नुहुन्छ, स्वतन्त्रता बनाइदिनुहुन्छ। त्यसपछि गएर उसलाई सम्झाइ बुझाइ गर्ने काम हुन्छ। राज्यमा शासन गर्ने राजा पनि एक दिन मर्नुपर्छ, शास्त्र भाषण गर्ने पशु घ्याप्री र वनपो लामा पनि मर्नुपर्छ, सिँगार हेर्ने पैडी चिब पनि मर्नुपर्छ, औषधि मुलो गर्ने डाक्टर वैद्य पनि मर्नुपर्छ भने यो संसारको रीति एकपटक जन्मेपछि मर्नुपर्छ। तर तिमी एक्लै पनि मर्ने होइन, संसारको सबै मान्छेको त्यो नियम हो। तर के भ्लग्रे आसिदो हेग्रे आमदो, तर तिम्रो त्यो आत्मा भनेको
कहिले पनि मर्दैन, यो अजर अमर छ। र त्यसैले तिमी यो फेरि लगे हिँ प्योर्नेलाई नुसी अब अलि एकबार घाम्रो जुन उदा पनि अस्ताउँछ र फेरि उदाउँछ, त्यसरी हो फेरि तिमी पनि यसरी पुनर्जन्म हुन्छ। र त्यसैले तिमी यो आत्तिनु पर्ने, निरुत्साही हुनुपर्ने, डराउनु पर्ने केही कारण छैन भन्ने सम्झाइ बुझाइ गरिदिनुहुन्छ। त्यसपछि गएर आफ्नो घर परिवार, नातागोता, कुल कुटुम्ब, इष्टमित्र, गाउँलेहरू सबैसँग बिदाई गराइदिनुहुन्छ। र गाउँले नातागोता, घर परिवार अनि इष्टमित्र गाउँलेहरू पनि क्रफो क्रलो धलो नेलो मोलो सेलो खज्यो कियो सबैले गरेर बिदाई अनि दिनुहुन्छ। र त्यसपछि स्वर्ग यात्राको प्रारम्भमा छाले आओ म्रो नोबा आला झोये झोया आओ क्यो रोसी यारा याद। अनि यसरी आलाको टुप्पोबाट निकालेर क्रमशः योलेछे भनेको आँगनमा, योग्रुमरा भनेको तगारो गेटमा हुँदै अनि क्रमशः मटुई सोझा फोमा पुग्नुहुन्छ। अनि तल माथि दायाँ बायाँ जाने त्यहाँ धेरै बाटाहरू छन्। सेतो, कालो, रातो, निलो रङकोले सङ्केत गरेको बाटा छन्। त्यो बाटोतिर लाग्ने होइन, त्यहाँ गयो भने नहुँदो चिजहरूसँग भेट हुन्छ, खाना लाउन पाउँदैन। तपाईँ भनेको यो पहेँलो अथवा उरे रङले सङ्केत गरेको यो बाटो जाने हो। यो बाटो भनेको सिमी वामी भ्रभैया हिँड्ने बाटो हो। यो बाटो हुँदै तिदो सेदुए नस, घिदो भर्कोए नस, सोधो लौसरे नस, भिदो रामुए नस, हदो तुङे नस, ढुदो झोकरबे नस, इदो लौसरे नस, प्रेदो लामे नस, कुदो तुङे नस, छेसु कुए हेदो खाला लाए फब्रो लामा मिए नस, आयमा उयमा झल्बगमे ढिमरा क्योरगमे भैरो लदी झलबारा घिमो निदी झलबारा घिमो अझै खेदी झलबारा घिमो अझै मादे झलबारा घिमो क्याल्बी खोरी झलबारा घिमो पाल्बी खोरी झलबारा घिमो। यसरी शास्त्रीय भाषामा सोनास, गुरु भाषामा शिविनास र नेपालीमा स्वर्गमा पितृहरूसँग मिलन गराइदिइसकेपछि अनि क्रोले क्रोमरा भनेको त्यतातिर जुन जाने एउटा भर्याङ हो, लिग भर्याङ, त्यो पनि अनि उल्टाइदिनुहुन्छ। र मरा भनेको ढोका पनि लगाइदिनुहुन्छ। उहाँ भने त्यहाँबाट फर्केर आएपछि अनि यता जुन त्यो ठहराउनु भएको आला हो त्यो पनि निकालेर त्यो आँखा फोर्ने काट्ने गरेर त्यो काम गर्नुहुन्छ। र सेतो कपडा पनि निकाल्नुहुन्छ। र यसरी हामी यो सेतो कपडा नै रङको कपडा नै किन प्रयोग गर्छौँ भनेर भन्नुपर्दा, सेतो रङ भनेको देवतालाई मनपर्ने रङ हो। सेतो रङ भनेको शान्तिको प्रतीक हो। यसले गर्दाखेरि दिवंगत आत्मालाई एकदम शान्ति मिल्दछ भन्ने हाम्रो मूल्य र मान्यता विश्वास छ। सेतो रङमा झन्डा फहराएमा दिवंगत आत्मालाई यज्ञस्थलमा ल्याउँदा सङ्केतले आउने एकदम सहजता बनाउँछ। 4मा आयो जुन जीवित अतिथिहरू यज्ञस्थलमा आउनु पर्दा त्यो सेतो झन्डा फहराइराखेको देख्नु भएमा कार्यक्रम सुरुवात भई अझै समापन नभएको रहेछ भन्ने एउटा सङ्केत हुन्छ। र 5औँमा आयो मृतक यदि कुनै विविध किसिमका रोगहरूको कारणले मृत्यु गई सास फेर्दाखेरि जीवाणुहरू निस्केर छरिएको छ भनेदेखि सेतो कात्रो अथवा हामीले ढिकोइ भन्छौँ, त्यसले ढाकिदिएमा अरू काम गर्ने सहयोगीहरूलाई त्यो सेतो कपडाले गर्दाखेरि त्यो भाइरस अथवा जीवाणुहरू एकदम आकर्षित भएर त्यही बाहिर चाहिँ निस्किएर छरिन पाउँदैन भन्ने मान्यता र विश्वास अनुसार हाम्रा पुर्खाहरूले यसरी सेतो रङको कपडा प्रयोग गर्नुभएको हो भन्ने यिनी जानकारीमूलक जानिदिँदै फेरि पनि म तपाईँहरू समक्ष यस्तै नयाँ कुराहरू लिएर आउने कबुल गर्दै अहिलेलाई भनेदेखि ओझेलमा पढ्न चाहे। हस्त जय तमु, जय बोन धर्म, जय पेरु सङ्घ।